नमस्कार। आज हामी गाउँको दिगो विकासका लागि एक महत्त्वपूर्ण अवधारणाबारे कुरा गर्दैछौं। गाउँकै उत्पादन गाउँमा नै उद्योग, गाउँमा नै रोजगारी, यो भनाइले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने स्पष्ट मार्ग देखाउँछ। जब गाउँले आफ्नै भूमिमा उत्पादन भएका कृषि उपज वा अन्य कच्चा पदार्थ प्रयोग गरेर गाउँमै ससाना वा मझौला उद्योगहरू स्थापना गर्छन्, त्यसले धेरै फाइदा दिन्छ। पहिलो, यसले स्थानीय उत्पादनको मूल्य बढाउँछ र किसानले राम्रो मूल्य पाउँछन्। दोस्रो, उद्योग स्थापनाले गाउँमै रोजगारीका अवसरहरू सिर्जना गर्छ, जसले युवाहरूलाई शहर वा विदेश पलायन हुनबाट रोक्छ। यसले गाउँको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँछ, स्थानीय स्रोत साधनको उचित प्रयोग सुनिश्चित गर्छ र समग्रमा ग्रामीण जीवनस्तर उकास्छ। यसका लागि सरकार, स्थानीय निकाय र समुदायको सहकार्य अपरिहार्य छ। स्थानीय उत्पादनलाई प्रवर्धन गरी गाउँमै उद्योग र रोजगारी सिर्जना गरौं, समृद्ध नेपालको आधार निर्माण गरौं। गाउँकै उत्पादनलाई गाउँमै प्रशोधन गरी रोजगारी बढाउन के गर्न सकिन्छ? आफ्नो विचार कमेन्ट गर्नुहोस्।